अहिले हामी सीता पाइलाको व्हाइट रोजको सेकेन्ड फ्लोरमा छौँ। तल चाहिँ हाम्रो म्यामहरू बस्दै हुनुहुन्छ, उहाँहरूको रिभ्यू पनि हामी चाँडै लिएर अपलोड गर्दैछौँ। त्यति बेलासम्म चाहिँ हामी यहाँको अपार्टमेन्ट हेर्दै गरौँ है त। यतापट्टि चाहिँ एकदमै स्पेसियस बेडरुम रहेको छ, अनि उतापट्टि क्लोजेट रहेको छ जसमा तपाईँहरू आफ्नो लुगाहरू धेरै सामानहरू स्टोर गर्न सक्नुहुन्छ भने। झ्यालहरू पनि दुईवटा झ्याल, यतापट्टि बाल्कनी मजाले राखिएको छ। फुल्ली फर्निस्ड रुम हो यो, यसमा मजाले घामहरू लाइटहरू पुग्छ। र यता एकदमै स्पेसियस बाल्कनी तपाईँहरू देख्न सक्नुहुन्छ। तपाईँहरू रुममा बस्दा बोर भयो भने बाल्कनीमा पनि मजाले आएर रिल्याक्स गर्न सक्नुहुन्छ। यहाँको भ्यू हेर्न सक्नुहुन्छ, काठमाडौँको ग्रिनरी वरिपरि फैलिएको छ। र अब अर्को साइडमा जाऊँ। यो साइडमा चाहिँ हाम्रो एकदमै क्लिन स्पेसियस बाथरुम राखिएको छ। यता चाहिँ अर्को बेडरुम रहेछ है। यहाँ पनि एकदमै स्पेसियस बेडरुम, फुल्ली फर्निस्ड बेडरुम रहेको छ जसमा सोफा टेबल पनि राखिएको छ। यता इन्टरनेट कनेक्सन छ भने। यतापट्टि चाहिँ यो बेडरुममा चाहिँ एट्याच बाथरुम पनि रहेको छ है। र यहाँ वाकिङ क्लोजेट पनि देख्न सक्नुहुन्छ तपाईँहरूले हाम्रो व्हाइट रुम्समा। अरू लङ टर्म अरू सर्ट टर्म स्टे गर्नको लागि मजाले तपाईँहरू आफ्नो सामानहरू, लुगाहरू 4-5 जनाको फ्यामिली अरू ग्रुपले मजाले सेयर गरेर बस्न सक्नुहुन्छ।